नमस्ते सम्पूर्ण साथीहरुमा। हाम्रो यो देशमा अहिलेको यो परिस्थिति यो अवस्थामा म चाहिँ के भन्न चाहन्छु भने अहिलेसम्म यो पुरानो दलहरूले यत्रो ठुलठुलो पुरानो दलहरू चाहिँ यो देशलाई यो अवस्थामा पुर्याउने यो पुरानो दलहरूकै कारण हो। अब कमसेकम 50% मात्रै देशमा विकास गरिदिएको भए अब यो जनताहरूले त महसुस हुन्थ्यो गर्थ्यो देशमा विकास हुँदैछ गर्दैछ भन्ने महसुस हुन्थ्यो। यो महसुस हुनुको ठाउँमा उल्टो देशलाई त यो अवस्था यो पाराले त देश त बिस्तारै बिस्तारै लास्टमा जिरोमै पुग्ने अवस्था भएपछि जनताको असन्तुष्टि र यो नयाँ नयाँ पार्टीहरू नयाँ नयाँ शक्तिहरू दलहरू निक्लिनु खोल्नुको कारण यो पुरानो दलहरूकै कारण हो, पुरानै पार्टीहरूको कारण हो। र यसमा मैले भने 50% मात्रै विकास गरिदिएको भए कमसेकम अब पोखरा विमानस्थलमा 24-25 अरबको 22-25 अरबको प्रोजेक्ट विमानस्थल बन्यो अरे। 22-25 अरबको 24 अरबको चाहिँ विमानस्थलमा बन्ने ठाउँमा अब 14 अरब त भ्रष्टाचारै हान्दियो अरे। 14 अरबै हान्दियो अरे भनेपछि त्यो त 10 अरबको मात्रै काम भयो। त्यसमा पनि कति पर्सेन्ट छुट्यो होला भने कमसेकम 22-24 अरबको काममा 15-17 अरबसम्मको काम गर्यो भने त्यतिको काम चाहिँ गरिदियो गरेर देखाइदियो भने जनतालाई नि महसुस हुन्छ कि काम गर्दैछ, काम गर्ने क्रममा केही खर्च समस्या आउँछ, बढी खर्च भयो भन्ने महसुस हुन्छ। यस्तो कोटै कोटै खोजी खोजी हिँड्ने कुरा हुँदैन भने अब 22-24मा चाहिँ आधा भन्दा नि बढी चाहिँ हान्दिएपछि त्यो त जति नै लुकाए पनि बिस्तारै खुल्दै जाने हो, थाहा हुने हो, जनताले जसरी थाहा हुन्छ भने अब यो नयाँ नयाँ पार्टीहरू शक्तिहरू जन्मिँदै गर्दाखेरि आउँदै गर्दाखेरि अब यो नयाँ नयाँ त्यो पाराले भएन। अब देशलाई अलिकति विकास हुनु पर्यो, अगाडि जानु पर्यो भनेरै यो नयाँ नयाँ पार्टीहरू दलहरू निक्लिरहेछ भने यो दलहरूलाई दबाउने र जनताको आवाजहरूलाई दबाउने किसिमले यो पुरानो दलहरूले गरेपछि झन आक्रोशित हुने, झन नयाँ शक्तिहरू जन्मिनेको कारण यो हो। कमसेकम 50% मात्रै विकास गरिदिएको भए सलाम गर्न चाहन्छु कि यो पुरानो दलहरूलाई। र यो आफ्नो घुँडामा आफै बन्चुर हाने जस्तो यो चाहिँ पुरानो दलहरूले के बुझ्या आफैले गरेको खनेको खाल्टोमा आफै पर्दैछ भने अब अहिले नयाँ नयाँ जति दलहरू निक्लिया छ, नयाँ नयाँ पार्टीहरू खुल्या अब म चाहिँ यो विशेष यो भन्दै छु कि नयाँ दलमा अब रासपा आयो, रासपा आएपछि रासपा खुल्यो पार्टी, रासपा पार्टी दर्ता भयो, नयाँ पार्टी सुरु भयो भने अब त्यसमा रासपाले के भनेर के भन्दैछ, के गर्दैछ रासपाले नि पुरानो दल जस्तो घाँटी जोड्दै गएको भए यो नयाँ नयाँ पार्टी खुल्नु हर्का सम्पाङको अनि कुलमान घिसिङको नयाँ नयाँ पार्टी दर्ता हुन जरुरी थियो। तर रासपाले त देशलाई परिवर्तन हुनुपर्छ, विकास हुनुपर्छ, देशमा जनतालाई रोजगारी पाउनुपर्छ भनेर आवाज उठाएर अगाडि आइरहेछ भने त्यसलाई कति दबाइरहेछ यो पुरानो दलहरूले भने यो नयाँ शक्ति अब ठिक छ। हर्का सम्माङले पार्टी खुल्यो, हर्का सम्माङ, बालेन शाह अनि कुलमान घिसिङ उहाँहरू भनेको त सबै एकमुष्ट एकजुट भएर अनि अगाडि बढ्नुपर्ने हो भने अब अहिले आएर हर्का सम्माङले नयाँ पार्टी दर्ता गर्यो अनि कुलमान घिसिङले पनि नयाँ पार्टी दर्ता गर्यो अरे। अनि हामी जनता चाहिँ के यो सधैँ रमिता मात्रै हेरेर बस्ने हो? अब नयाँ नयाँमा एक भएर गयो भने हामी जनताले साथ सपोर्ट भनेको हामी जनता हो भने यो नयाँ आउनेहरू पनि अब रवि लामिछानेले
रवि लामिछानेको उहाँको यो पार्टीले के गर्दै आछ, के कसरी के भन्दैछ भने जनता यसमा खुसी छैन भने हामी हर्क साम्पाङलाई साथ माग्ने हो, हर्क साम्पाङलाई सपोर्ट गर्ने हो, अनि कुलमान घिसिङलाई सपोर्ट गर्ने हो भने अहिलेसम्म राजसभाले त देशलाई परिवर्तन गर्छु र भ्रष्टाचारीलाई नियन्त्रण गर्छु, देशलाई परिवर्तन गर्छु, विकास गर्छु, जनतालाई रोजगारी दिन्छु भनेर आवाज उठाउँदै आउँदाखेरि यो नयाँ नयाँ हर्क साम्बाङको पार्टी अनि कुलमान घिसिङको पार्टी, अब यो पार्टी खोले पनि ठिक छ, नयाँ नयाँ पार्टी खोलेर पछि नयाँ नयाँ एकजुट भएर गठबन्धन भएर पनि सबैको त बहुमत आउँदैन। भोलि अब पुरानो दल जस्तै हुन्छ, यस्तो च्याउ उम्रिया जस्तो पार्टी उम्रेपछि अनि एक हुनुपर्ने ठाउँमा यस्तो भएपछि अब नयाँ नयाँ पनि दल गठबन्धन गरेर देश बनाउनको लागि अगाडि बढ्नुपर्ने हो भने अहिले यो च्याउ उम्रिया जस्तो पार्टी उम्रेर दर्ता गरेर अहिलेसम्म कुलमान घिसिङ सरको चाहिँ विरोध गरेको, उहाँले चाहिँ विरोध गरेको राजसभा यस्तो, रवि यस्तो, हर्क यस्तो भन्ने कुरा सुन्या छैन उहाँको मुखबाट भने यो नयाँ आउने हर्क साम्बाङ ज्यूको चाहिँ हिजो हर्क साम्बाङले धरानमा काम गर्दै गर्दा विकास गर्दै गर्दाखेरि हामी खुसीले यो छाती गर्वले छाती फुल्थ्यो कि अब देशमा केही परिवर्तन हुनुपर्छ, यस्तो मान्छेहरू धेरै हुनुपर्छ भन्ने हामीलाई यति हौसला बढ्थ्यो कि यो परदेशमा बसेर भने कुलमान घिसिङले उहाँले जतिसम्म उहाँले कहाँसम्म कति गरेर आउनुभएको छ, विद्युत प्राधिकरणको कर्मचारी एउटा कर्मचारीहरूले एउटा कार्यकारी कर्मचारीले यत्रो देशको जनताको मन जित्न सफल भयो भने अनि उता गएर बालेन शाहले काठमाडौँलाई कसरी हाँकिरहेको थियो। अब हाम्रो देशको परिवर्तन यही मान्छेहरूबाट हुन्छ, यो मान्छेहरू एक भएपछि हाम्रो सपना पुरा हुन्छ भन्ने हाम्रो आशा सपना थियो भने उहाँहरूले त्यो गर्दै गर्दाखेरि हामी यति खुसी थियो कि गर्वले यो छाती फुल्थ्यो भने अहिले आएर हर्क साम्बाङले अर्कै पार्टी खोल्ने, कुलमान घिसिङले अर्कै पार्टी खोल्ने अनि त्यसपछि अब ठिक छ पार्टी त खोल्यो, हर्क साम्बाङले रवि दाईको खेदो खानी छ, राजसभाको खेदो खनिरहेछ अनि यस्तो हुँदै गएपछि भोलि कुलमान घिसिङले पनि राजसभालाई यस्तै भन्यो भने अनि हामी जनता के यो तमासा मात्रै हेरेर बस्ने हो। अब हामी यो जनताले भन्ने के गर्ने के, हिजो जेनजीले जति तोडफोड गर्यो नि त्यो तोडफोड के हुन्छ, त्योभन्दा डबल हुनसक्छ भोलि यदि यो हर्क साम्बाङको यो हरकत छ नि, हर्क साम्बाङ सरले उहाँले जति गरेको हिजो हामी यति सपोर्ट थियो, मैले भने उहाँको भनाइप्रति हामी यति सपोर्ट गर्थ्यो, कमेन्ट लाइक गर्थ्यो, उहाँको चाहिँ हरेक कुरामा हामी साथ सपोर्ट गर्थ्यो कि भने अहिले आएर उहाँको चाहिँ यो धेरै चुरीफुरी भयो, धेरै चुरीफुरी हो, देशको लागि केही गर्छु भनेर आउने तर मै हो राजा, उहाँको कति कुराहरू सुनेछ, धरानमा म जति कोही ठुलो छ सबैभन्दा ठुलो मान्छे म हो भनेर अनि यस्तो चुरीफुरी पनि देखाएको छ। रवि दाईको कुरा र हर्क साम्बाङको कुरा सुन्नुहोस्, रवि के भन्छ, म भुइँ मान्छे हो, भुइँ मान्छेबाट आएको, तपाईँहरूभन्दा नि सानो हो म भन्छ रवि दाईले भने हर्क साम्बाङले मभन्दा ठुलो कोही छैन यस्तो अभिव्यक्तिहरू आउँछ भने अहिले आएर रवि दाई रिहाई हुँदै गर्दाखेरि छुट्दै गर्दाखेरि रवि दाईको धरौटीको सोच चाहियो रे, यत्रो धेरै ठुलो धरौटी बुझाएको यसको सोच चाहियो रे। हर्क साम्बाङले गर्न खोजेको के हो, देशलाई चाहिँ एकजुट बनाएर देशलाई अगाडि बढाउने हो कि यो देशलाई भड्काउने र यो देशलाई अझै तहस बनाउने, त यो पुरानो भन्दा यो नयाँ झन् खुमखार हुने भयो। त्यसैले अब हामी जतिले जे गर्छ यो राजसभालाई गर्ने हो, राजसभालाई नि दिने हो। यो हर्क साम्बाङ अनि अब कुलमान घिसिङको अहिलेसम्म सुनेको छैन त्यस्तो खासै विरोध, उहाँलाई पनि धेरै मान्छेहरूले चाहिँ सपोर्टै गरिरहेछ अझै पनि। मेरो चाहिँ यति नै चित्त बुझेको छैन उहाँले नयाँ पार्टी दर्ता गर्दाखेरि
रवि दाईसँग मिलेर जानुपर्ने ठाउँमा हाम्रो आशा सपना थियो भने उहाँले नयाँ पार्टी खुलेपछि यति नै चित्त बुझेको छैन र भोलि हामीले रवि दाईलाई दिने कि भोट अनि कुलमान घिसिङलाई दिने भोट यो तपाईँहरूले भन्नु। अनि कुलमान घिसिङ भन्छ मलाई हाल्ने, रवि भन्छ मलाई हान्ने, अनि भोट कसलाई हाल्ने? हर्का भन्छ मलाई चाहियो, म देशको विकास गर्छु। अनि आखिर त देशको विकास गर्ने सपना त सबैको एउटै हो भने किन अलग अलग पार्टी खुल्ने, अलग अलग दल बनाउने? अनि हर्का सम्मानको यो प्रकारको अभिव्यक्ति अब सोच चाहियो रे। भोलि पुरानो दलहरूले अब यो एउटा देशलाई केही गर्छु भनेर आएको राजसभालाई त रवि दाईलाई त यस्तो हुँदैछ भने भोलि हर्का सम्मानको एक एक जरा खन्ने छ, एक एक जरा कहाँ छ भनेर खोल्ने छ पुरानो दलहरूले। अनि कुलमान घिसिङको पनि के कुराहरू अब अहिलेसम्म सुनेको छैन, त्यो के कुराहरू निकाल्दैछ एमसिसीको मत्यार रे। अनि हर्का सम्मानको पनि दुईटा बुढी रे भनेर अब कता कता न्युजहरू निकालिसक्यो। यस्तो कुराहरू तपाईहरू यति देशलाई हाँक्छु, देशलाई परिवर्तन गर्छु, जनतालाई विकास गर्छु, शान्ति छाउँछु, जनतालाई रोजगारी दिनको लागि आएको हामी हो भने सबैजना एक भएर अगाडि बढ्नुहोस्। त्यसको लागि हामी ज्यान दिन तयार छौँ, प्राण दिन तयार छौँ। नत्र भने सबै आफै मै हो राजा भन्दै आउने गर्न थाल्यो भने बालेन शाहले भन्दै थियो पहिला, उहाँले भन्नुभएको थियो कि यहाँ सबै राजा बन्न खोज्छन्, देश बनाउन कोही पनि खोज्दैनन् भनेर उहाँले भन्नुभएको थियो। अनि यो भनाइ तपाईँहरूलाई कस्तो लाग्छ? आखिर त्यही भएन होइन? अब हर्का सम्माङले पार्टी खुलेपछि पार्टीको अध्यक्ष उहाँ हुन्छ, भोलि उहाँको उस भयो भने मन्त्री त उहाँ बन्न पाइन्छ, पार्टीको ठुलो पार्टीको राजा भयो। अनि कुलमान सरले पनि पार्टी खोलेपछि पार्टीको त राजा भयो नि, देशको राजा होइन, पार्टीको राजा। तपाईँहरू देश बनाएर देशको राजा, देशको हिरो हुने हो कि एउटा संस्था पार्टी खोलेर संस्थाको पार्टीको राजा हुने हो? पार्टीको राजा हुनु मन रहेछ तपाईँहरूलाई, देशको राजा होइन। तपाईँहरूको यो प्रक्रियाले, यो हरकतले तपाईँहरूले देश बनाउँदैन। तपाईँहरूबाट हाम्रो आश छैन, आश मरिसक्यो। अब यदि हामी जनतालाई निराश गर्दैन, आश दिने हो भने, सपना पुरा गर्ने हो भने सबैजना एक भएर अनि अगाडि बढ्नुहोस्। त्यसको लागि हाम्रो साथ सपोर्ट छ। यदि होइन हो भने तपाईँहरू आफै राजा बन्नुहोस् र तपाईँहरू आफ्नै ठाउँमा भोट माग्नुहोस्, आफ्नै घरमा बस्नुहोस्। अनि हाम्रो ठाउँमा चाहिँ नआउनुहोस्। आफ्नै ठाउँमा भोट माग्नुहोस्, आफ्नै ठाउँमा चुनाव जित्नुहोस्, आफ्नै ठाउँमा विकास गर्नुहोस्। तपाईँहरू यो देशलाई बनाउने, परिवर्तन गर्न आएको मान्छेहरू होइन तपाईँहरू। त्यसैले आफ्नै ठाउँमा, आफ्नै घरमा, आफ्नो परिवारबाट भोट लिनुहोस् अनि जित्नुहोस्। तपाईँहरू आफ्नै ठाउँमा विकास गर्नुहोस्। त्यही ठाउँमा मात्रै विकास गर्ने, त्यही ठाउँको मात्रै तपाईँहरूलाई राजा हुन पाए हुने रहेछ। त्यसैले तपाईँहरू कृपया आफ्नो ठाउँमा मात्रै जति चल्छ त्यति गर्नु होला, अरूको ठाउँमा जाने आँट नगर्नु होला। यो हाम्रो खबरदार हो।